हेलो साथीहरु, नमस्ते नमस्ते। आशा गर्छु कि सबैजना सन्चै हुनुहुन्छ होला है। आज म चाहिँ मेरो मोबाइल किन्न जाँदैछु, एउटा S26 अल्ट्रा है। त्यो मलाई चाहिएको अवस्था भन्दा नि मेरो मोबाइलको डिस्प्ले गयो कि आफै। हामी केटा मान्छेहरू कस्तो हुँदो रहेछ भनेदेखि यो जिन्स प्यान्टमा हामीले टाइटली मोबाइलहरू राखिदिँदाखेरि, कतै बस्दाखेरि होइन, सिटमा यस्तो गाडीहरूमा बस्दाखेरि चाहिँ अलिक टाइट भएर चाहिँ त्यो डिस्प्ले चाहिँ अलिकति प्रब्लम आउनु खोज्दो रहेछ। अस्ति मेरो त्यस्तै भयो है, मेरै मिस्टेकले गर्दाखेरि। अनि त्यही भएर मलाई एउटा डिस्प्ले जान खोजिरहेको छ। त्यही भएर मैले ब्याकअपको लागि लिनुपर्ने अवस्था है। विभिन्न डाटाहरू मैले ट्रान्सफर गर्नुपर्छ है। अनि तपाईँहरूलाई मैले भ्लगिङ पनि गर्नु पर्यो साथी हो है, किनकि मैले प्रायः जसो मोबाइलबाट गरेको हुन्छु। र त्यही भएर म मोबाइल लिन जाँदैछु साथी हो। अनि त्यो किनेर म तपाईँलाई अनबक्सिङ पनि गरेर देखाउने छु है। अब हेरौँ प्राइसिङ कस्तो हुन्छ है। अब ह्यान्ड क्यास मलाई कम्प्याटेबल हुन्छ कि इन्स्टलमेन्टमा, त्यो हिसाबले म लिएर म तपाईँहरूलाई अनबक्सिङ गर्नेछु। अब हामी जानेछौँ मार्केटतिर साथी हो। ल हियर वी गो, बाई बाई। हिँड्दै हुनुहुन्छ तपाईँ? ल है साथी हो, अब म चाहिँ मोबाइल किन्न अन द वेमा छु है। मेरो मोबाइल एउटा बिग्रियो। अब मोबाइल नकिन्ने भएन साथी हो। एउटा मोबाइल किन्न सोचेछु, S26 अल्ट्रा है। त्यसपछि म किनेर म तपाईँहरूलाई अनबक्सिङ गरेर पनि देखाउने छु। ल म चाहिँ जाँदैछु अहिले। म हाइवेमा निस्किसकेँ साथी हो। भिडियो सुरुदेखि आउँदैसम्म हेरिदिनु है साथी हो। कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् के छ है, के छ तपाईँहरूलाई लागेको मनको कुराहरू ट्याक्क हामी गर्नेछौँ है साथी हो। ल अब हामी भिडियोतिर जानेछौँ। हियर वी गो। गर्मी छ साथी हो, गर्मी छ। पोर्चुगल लास्टै गर्मी छ यसपालि। झन् त्यहाँमाथि पोर्चुगलले 2026को वर्ल्ड कपमा पनि हावा खायो, झन् गर्मी बढ्यो कि। ल म चाहिँ मार्केटतिर छिरेँ साथी हो। मोबाइल किन्नु छ है। अनि म तपाईँहरूलाई म भन्ने छु, मेरो मोबाइल चाहिँ डिस्प्ले गयो कि एउटा है। त्यही भएर मलाई एउटा मोबाइल अति आवश्यक परेको अवस्था गाइज। अब म लिन जाँदैछु अनि म तपाईँहरूलाई अनबक्स गरेर पनि देखाउने छु। एउटा S26 अल्ट्रा किन्ने सोचेमा छु। ल साथी हो, यताबाट सर जानेछौँ है। यताबाट नजिक नै पर्छ यता।
राइटतिर जानुपर्छ जस्तो लागिरहेछ राइटतिर ओके साथी हो त्यहाँनिर जानुपर्छ है त ल मैले मोबाइल लिने ठाउँ चाहिँ यही हो है यो नोस लेखेको छ नि त्यहीँनिर हो मैले लिने यो यस्तो हुन्छ नि अलि अफरहरू लागिरहेको रहेछ होइन त्यही भएर म आएको साथी हो मेरो मोबाइल लिएर म तपाईँहरूलाई अनबक्स गरेर देखाउने छु है त साथी हो ल अहिले चाहिँ म अरिनामा छु है यो टुरिस्ट ब्रदर्सको फाइनल्ली मैले चाहिँ S26 अल्ट्रा किनेको छु है अब यसको अनबक्सिङ गरेर म देखाउने छु है ल साथी हो फाइनल्ली किन्यो है एउटा यो कति छ ग्यालेक्सी S26 है म यो अनबक्स गरेर तपाईँहरूलाई म देखाउने छु अहिले म मार्केटमा छु है एकदम आइ एम सो एक्साइटेड टु अनबक्स दिस ग्यालेक्सी S26 अल्ट्रा है त साथी हो